ऋण तिर्नै पर्छ। बालन सरकार मुर्दाबाद, बालन सरकार मुर्दाबाद। जसरी हुन्छ हामीलाई सरकारले ढुक घुट्न टेका छाड्छु। नौबुधे समझदारी खारिज गर, खारिज गर, खारिज गर। नौबुधे समझदारी खारिज गर, खारिज गर, खारिज गर। कानुन मिच्न पाइदैन, पाइदैन, पाइदैन। कानुन मिच्न पाइदैन, पाइदैन, पाइदैन। कानुन मिच्न पाइदैन, पाइदैन, पाइदैन। सामाजिक सद्भाव कायम गर, कायम गर, कायम गर। 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 एकपक्षीय निर्णय खारिज गर, खारिज गर, खारिज गर। एकपक्षीय निर्णय खारिज गर, खारिज गर, खारिज गर। एकपक्षीय निर्णय खारिज गर, खारिज गर, खारिज गर। खाएको ऋण तिर्नै पर्छ, तिर्नै पर्छ, तिर्नै पर्छ। 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 खाएको ऋण तिर्नै पर्छ। बालन सरकार मुर्दाबाद, बालन सरकार मुर्दाबाद, बालन सरकार मुर्दाबाद, बालन सरकार मुर्दाबाद, बालन सरकार मुर्दाबाद। नौबुधे समझदारी खारिज गर, नौबुधे समझौता खारिज गर, नौबुधे समझौता खारिज गर, नौबुधे समझौता खारिज। गृह मंत्री गृह मंत्री कानुन मिच्न पाइदैन, कानुन मिच्न पाइदैन, कानुन मिच्न पाइदैन, कानुन मिच्न पाइदैन। अदालतको निर्णय मान्नै पर्छ, अदालतको निर्णय मान्नै पर्छ, अदालतको निर्णय मान्नै पर्छ, अदालतको निर्णय मान्नै पर्छ, अदालतको निर्णय मान्नै पर्छ। अदालतको फैसला अदालतको फैसला मेरो घर सिराहा जिल्ला, मेरो नाम महेश्वर प्रसाद यादव। म यो लेनदेन पृथ्वी सङ्घर्ष समितिको जिल्ला अध्यक्ष होइन। हामी यो सरकारले जुन नौबुँदे सहमति मिडिया ब्यासिङ गर्नुभएको हो त्यसको विरुद्धमा हामी यहाँ माइती गभर्मेन्टमा आन्दोलन गर्न आएको। खास जो त्यसमा छ तमसु फर्जी के अरे चेक बाउन्सको होइन त्यो जो खारेज अनि दृष्टिबन्धक खारेज त्यहीहरू दिनुभएको छ उहाँले होइन। त्यो खारिज गर्नुको सरकार जुन कुरा उठाउनुको सम्मतिमा त्यसलाई हामी खारिज गर्नुको विरोधमा आएको छु। हाम्रो एकमुष्ट माग के छ भने हाम्रो सामाजिक जुन लेनदेन छ नि व्यवहार छ नि त्यो कायम रहनु पर्यो। किनकि हाम्रो समाजमा त्यो लेनदेन रहँदैन भन्दाखेरि हाम्रो समाज कसरी बच्ला। जहिले जति बेला पनि हामीसँग पैसा रहन्छ, काम लाग्छ, छोरा विदेश जानु छ, छोराले चाहिँ पढ्न जानु छ, छोरा बेडमा छ, कसैको डेलिभरी के छ समयमा लाग्छ, त्यो पैसा कसले दिन्छ? सरकार त्यो त्यसको ग्यारेन्टी हुनु पर्यो। त्यो दिँदैन भनेदेखि समाजले सरकार ग्यारेन्टी गर्नुहोस्। त्यो 2 लाखको चेक चाहिँ जनतालाई दिनु हस्तान्तरण गर्नु पर्यो। त्यो हाम्रो माग हो क्या। हामी लिएको पनि छ, दिएको पनि छु। हाम्रो माग के छ भने हामी जति दिएछौँ हामी पनि लिन पायोस्। हामी पनि कसैले धारेको छु, हामी ब्याङ्कलाई पनि लिएछौँ, ब्याङ्कले पनि तिर्नुपर्ने होइन। हाम्रो त्यही माग हो कि हाम्रो जुन लेनदेन छ त्यो कार्य त्यो रहिरहोस् समाजमा। त्यही हाम्रो माग छ क्या।